काठमाडौँ भ्याली एक्सप्लोर गर्दै तारकेश्वर महादेव मन्दिर घुम्न चाहनुहुन्छ? प्रेग्नेन्सी जर्नी हाई रिस्क हुन्छ। बिफोर डेलिभरी वी ओरिड अबाउट बेबी हेल्थ। जब बच्चा जन्मिन्छ आमाको मेन्टल हेल्थलाई बुझ्न सकिएन भने सी विल सफर अलर्ट, जसलाई पोस्टपार्टम डिप्रेसन भनिन्छ। आफ्टर 4 months अफ डेलिभरी डेट आई गोट एन्जाइटी अट्याक। जब मेरो हातमा हस्पिटल रिपोर्ट आएको थियो, डायबेटिक्स कन्ट्रोलमा थिएन। म त्यही हस्पिटलमा बिताएको दिन र इन्सुलिनको पीडामा पुगेको थिएँ। देन आई चुज प्रोफेसनल सपोर्ट, स्टार्टेड टेकिङ मेडिसिन फर काउन्सिलिङ सपोर्ट। आई चुज होलिस्का नेपाल, जहाँ मैले साइकोसोसल काउन्सिलिङको क्लास पनि लिइरहेको छु एन्ड इट्स अलरेडी 3 months। मेरो भल्नरेबल फेजमा होलिस्का नेपाल माई बिग सपोर्ट सिस्टम फर साइकोसोसल काउन्सिलिङ। सासा बेबी ओयर, जहाँ म आफूलाई भेट्छु अनि मेरो परिवार जो मेरो सहाराको खम्बा बन्नुभएको छ। आई चुज हाइकिङ, 21 डे योगा च्यालेन्ज, फ्यामिली क्वालिटी टाइम स्पेन्डिङ, कन्टेन्ट क्रिएसन टु ओभरकम माई स्ट्रेस। तारकेश्वर महादेवबाट निस्केको यो ओम धुम साँच्चीकै मनलाई नै आनन्दित बनाउने थियो अनि हामीले त्यहाँ हात मुख धोएर गुफामा छिरेर पनि दर्शन गरेर बाहिर निस्क्यौँ। यदि हजुरहरू पनि साउनको सोमबारमा व्रत बस्दै हुनुहुन्छ भने यो तारकेश्वरको महादेव मन्दिरमा जान चाहिँ नबिर्सिनुहोला। यहाँ हजुरले सर्ट हाइकिङ र बाइकमा ट्राभल गरेर नै पुग्न सक्नुहुन्छ र परिवारसँग आफ्नो समय बिताउन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।